म चाहिँ आजको भिडियो स्टार्ट गर्दैछु। हाम्रो कम्पनीदेखि सुरु गरेर कहाँ पुग्छु थाहा छैन, साइकलमा हिँडिरहेको छु। यता चाहिँ कस्तो राम्रो खोलाहरू छ, यस्तो गरी साइकलमा हिँड्ने अरू मान्छेहरू पनि भेट हुन्छ। अब म चाहिँ गएको ल। यस्तो राम्रो छ कि आजको मौसम फेरि शीतल। आजको बिदा चाहिँ जे होस् राम्रो जाला जस्तो छ। जहिले सुतेर ढाड दुख्दैसम्म सुत्थेँ, आज चाहिँ राम्रो होला जस्तो छ है साथीहरू। यो चाहिँ साइकलकै बाटो हो कि धानहरू भर्खर लगाएर यत्रो भएको छ। ट्रेन आयो, सौल जाने ट्रेन है साथीहरू। यो चाहिँ केटिएक्स, यो चाहिँ हाम्रो किसुक्सा। र यहाँ चाहिँ कस्तो शान्त हो कि चराहरू कराइरहेको छ, चिरबिर चिरबिर कुक 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 गर्दै। उतातिर खोलातिर जङ्गलहरू छ, यहाँ कस्तो राम्रो घाँसहरू छ। अनि उता अलिअलि बजार, उता चाहिँ अलिअलि घरहरू छ। यता देखेको छैन कि यो उसले, नत्र भने मेन बजार चाहिँ यतातिर हो। अनि उता ट्रेन हिँड्ने बाटो काटेर आयो अहिले चाहिँ। मान्छेहरू कति हिँड्ने हो साइकलमा, आज शनिबार भएर हो कि के हो। मलाई त एकछिन हावा खाँदै बस्न मन लाग्यो त, यस्तो गर्दै। कस्तो राम्रो हावा चलेछ। यस्तो शान्त छ कि, यस्तो मजा छ कि आमा छोडेर जानु मन लागेन। यो चाहिँ हाम्रो के अरे लेक साइडको जस्तै भाइब्स आउने खालको ठाउँ छ। यसो खोला हो खासमा, उस ताल जस्तो देखिन्छ कि। कस्तो शान्त छ नि, चराहरू कराइरहेछ। भिडियो बनाउने चक्करमा म धेरै टाढासम्म जान सकेन। अब सुई 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 हिँड्नु पर्यो एकछिन, अनि कहाँ अलि राम्रो सिन आउँछ त्यही भिडियो बनाउनु पर्यो। त्यहाँबाट यहीँ आइपुग्यो बल्ल। त्यहाँ पर चाहिँ ट्र्याक्टरबाट धान रोपिरहेको छ। टाढा भएर क्लियर आउँदैन। यसरी यहाँ धानको बिउ राखेको हुन्छ, अनि फत 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 मेसिनले बिउ हाल्छ, ट्र्याक्टरले जोत्छ। अनि यो बिउ भ्यायो भने फेरि यहाँ माथि राख्छ, त्यसरी जोत्छ है, रोप्छ है। यहाँ चाहिँ धान। हाई बोय खक्रक्कै भयो म त साइकलमा। एकछिन यहाँ आराम गर्नु पर्यो, आनन्द रहेछ। एकछिन यहाँ आराम गर्छु, एकछिन यता गुर्काको फोटोहरू भिडियोहरू खिच्छु, अनि बल्ल जान्छु। मैले आज झोला पनि नलिएको कि मेरो सेल्फी स्टिक पनि मलाई भारी भयो। अब समातेर हिँड्न झ्याउ लाग्यो। यहाँ यसरी ज्याकेटमा पोको पारेर बोकेछु। अब कपाल सपाल बाँधेर अब म आज कहाँ जानुपर्ने हो, त्यहाँ पुगेपछि मात्र बल्ल भिडियो बनाउँछु कि। मान्छेहरू पुरा हेलमेट लाएर सेफ्टी भएर फुल लुगा लाएर यसरी साइक्लिङ आउँछन् है, म्युजिक घङ्गाउँदै। म चाहिँ यस्तो गरेर यस्तो पारामा हिँडिरहेको छु। यहाँ एउटा जगिङ गर्दै आएछ फेरि दिउसन मण्डल। यो मान्छे हाँस्दैछ। अलिकति हिँड्यो भने चाहिँ यस्तो दुईवटा बाटो आउँदो रहेछ कि, यता कहाँ जाने हो। यो चाहिँ यहाँ खोङ्गन जाने भनेर लेखेको रहेछ। म पनि खोङ्गन जानु लागेको हो। म चाहिँ अहिलेसम्म गएको छैन कि त्यहाँ बाटो। अब यतै त होला नि, यतै देखाइरहेछ। यो वाला फुल फुल्ने सिजन पनि स्टार्ट भइसकेछ। राम्रो फुलिरहेको रहेछ यहाँतिर। आफ्नो गन्तव्यतिर लाग्नु पर्यो। कहाँ हो र म जाने ठाउँ? मलाई त दुःख भयो, साइकल पनि बिसाएँ। अब एकछिन यता जति हिँडे पनि यो खोलाहरू भ्याइँदैन पो। अब एकछिन यहाँ बसेर चराहरू कराएको यहाँ बसेर शीतल भएर जानु पर्यो। पानी दुःख लागिसक्यो। के एकछिन यहाँ बस्छु अनि जान्छु। ल म आएको चाहिँ यही ठाउँमा हो, हरियाली शान्त
वातावरण। त्यहाँ कुनातिर फुलहरू नि फुलिरहेछ। यहाँ चाहिँ यस्तो ताल जस्तो राम्रो छ। यहाँ एउटा साइकल राख्ने ठाउँ पनि एउटा खाली ठाउँ रहेछ। अब त्यहाँ साइकल राख्छु ल। एकछिन हावा खाएर रुममा गएर सुत्छु फेरि। म चाहिँ घरबाट 10:30 बजे हिँड्ने रहेछ। यहाँ आइपुग्दा चाहिँ 12 बजिसक्यो। कस्तो शीतल दिन गरेको थियो घरबाट निस्किँदा। अहिले त यस्तो घाम लागिसक्यो नि। क्लियर छ है मौसम चाहिँ आजको। अब म एकछिन केटाकेटीहरू खेल्न आउँदो रहेछ कि यहाँ चाहिँ। एकछिन केटाकेटी खेल्ने भने खेल्छु म अनि जान्छु। यसरी क्याम्पिङ जस्तो गरेर आउँदो रहेछन् मान्छेहरू। म चाहिँ हावा तालमा हिँडिरहेको छु नि। यो चाहिँ मैले म्यापमा हेर्दा स्विमिङ पुल होला भन्ने सोचेको थिएँ। नक्कली स्विमिङ पुल रहेछ। माछाहरू खेलिरहेछ नक्कली स्विमिङ पुलमा। यस्तो चित्रको माछा। स्विमिङ पुल भए बरु एकछिन स्विमिङ गरेर जानुहुन्छ नि यो गर्मीमा। यो चाहिँ बच्चाहरूको हो तर म खेल्छु एकछिनमा। यो पनि बच्चाहरूको छ। यहाँ म पनि एकचोटि खेलेर खेल्नु पऱ्यो बच्चाहरू गयो भने। अहिले चप्पल यहीँ छोडेर जानु पऱ्यो। माथि यहीँबाट जानु पऱ्यो। कस्तो हुँदो रहेछ। बाटो चाहिँ 2 सेकेन्डमै तल झर्छ। अब मेरो चप्पल तल छ। यो पनि खेल्ने भनेको यो केराटीले कहिल्यै पालो दिने भएन पो। बुढी मान्छे के पालो बसेर खेल्नु। कोही भएन भने खेल्ने भनेको केराटी भयो। अब अरू ठाउँ जानु पर्यो। अब एकछिन त्यो झुलामा बसेर घर जानु पर्यो। अब एकछिन यहाँ बस्नु पर्यो। कोही छैन। मेरै हो यो। आहा म चाहिँ एकछिन झुला झुलेर अब यहाँबाट पनि निस्केँ। अब कहाँ जाने हो त। अब जता मन लाग्यो उतै हिँड्नु पर्यो। मलाई चाहिँ पिसाब लाग्यो। त्यहाँ पर टोइलेट देखेको थिएँ। अब टोइलेट गएर फर्किनु पर्ला हो। भोक लागिसक्यो। बिहान सानो भात खाएर हिँडेको। भोक लाग्यो। यहाँ चाहिँ छ हाम्रो टोइलेट। अब म चाहिँ टोइलेट गएर त्यहाँ माथितिर फुल फुलेछ। एकछिन हेर्न पर्यो। यहाँ कति राम्रो रोजहरू छ। यस्तो फुल फुलेको रहेछ यहाँ चाहिँ। व्हाइट कलरको, पिङ्क कलरको, रेड कलरको। अनि तातै देखिन्छ होला कि यो चाहिँ अलि हाइटमा छ। कति शीतल छ। यो चाहिँ काठबाट बनाएको हुन्छ कि यस्तो। कोरियामा चाहिँ प्रायः जस्तो ठाउँहरूमा हुन्छ। नक्कली स्विमिङ पुल। सबै फ्यामिली छ यहाँ त। पछि यो चाहिँ यस्तो फुल्छ भनेर देखाएको हो। यस्तो फुल फुल्ने बेलामा चाहिँ यहाँ राम्रो हुन्छ होला। अहिले त फुल्न त गुलाबहरू फुलिरहेछ। यहाँ चाहिँ यस्तो फुल हो यो चाहिँ। कस्तो घाम लागेको अहिले त। त्यो पार्कको पनि यता के रहेछ भनेर कस्तो ठाउँ रहेछ भनेर हेर्न आएको है। यस्तो डेटिङ बस्ने जस्तो ठाउँ रहेछ। यहाँ एकजना बसेर यहाँ मिठो मिठो खाने जस्तो, कफी खाने जस्तो। अनि यहाँ यस्तो रहेछ। यति नै होला सायद। अब जति उता गयो नि यस्तै छ। अब यस्तै त होला नि। अब चाहिँ म फर्किन्छु। घामले पोलेर झन् कालो त यत्तिकै त झन् कालो बनाइदिइसक्यो हो मलाई त। ल है साथीहरू, यो खोलाको तिरमा त नेपालमा जस्तै फोहोर रहेछ नि। बोतलहरू फाले रहेछ। पानी खाएर यहाँ बोतल फालेको रहेछ। नेपाली जनता र यहाँको जनताहरू सेम रहेछ।
यस्तो फोहोर फाल्नुमा चाहिँ यता पनि आमामामा हेर्नुहोस् यो फेन्टेकको फोहोर भन्दै थियो आशिका तामाङले फेवा तालको फोहोरको भिडियो बनाए जस्तै भिडियो बनाउनु पर्छ क्या हो हेर पानीमाथि यो फोहोरहरू यो चाहिँ बोझो हो कि के भन्छ क्या गाउँमा हाम्रो हो त्यही हो कि क्या हो यो पानीमा आउँदिने कुरा घाँटी दुखेको बेलामा हो कि के भएको बेलामा औषधि हुन्छ भन्ने सुनेको थिएँ त्यही रहेछ यहाँ चाहिँ आमामा यो फोहोर त यस्तो फोहोरमा नि के माछा बस्छ होला र है कि बस्छ फोहोरमा नि ल म चाहिँ अब गएको गर्मी पनि भयो तिर्खा पनि लाग्यो भोक पनि लाग्यो आजको यात्रा यहीँसम्मको थियो अब चाहिँ म गएको यस्तो शीतल यस्तो राम्रो सिन छ कि तर म चाहिँ भिडियो बनाउँदा थाकेर वाक्कै भयो ऊ त्यो तालतिर हरि घाँस खोला रहेछ यस्तो राम्रो ठाउँ छ यस्तो शीतल छ गर्मीमा आमामा म चाहिँ अझै घर पुग्न लाग्छ होला 15 मिनट जति कसरी पुग्ने हो ल म चाहिँ जहाँबाट भिडियो स्टार्ट गरेको थिएँ त्यहीँ आइपुगेँ मेरो खिसुस आइपुग्यो मेरो हालत मैले यहाँ लुगा हालेर गएको थिएँ के भयो होला सुकेछ